never slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. Hello guys, welcome back to you in my another new one vlog. आज हाम्रो अष्टमी रहेको छ। विजया दशमीको आज 8औं दिन जसलाई हामी अष्टमी भन्छ। आज यहाँ देवमानको जाँत हेर्नको लागि गइरहेको छु। अहिले म सदबाज पुग्न लागेको छु। यो अगाडि यो देख्न सक्नुहुन्छ नि, यो छ नि सदबाजको बजार हो। अनि यो अगाडिका भाइहरू यहाँबाट दुईजना पाटन जान्छन्, दुईजना हामी सदबाज चराइ जान लाग्छ। ब्लगमा रहिरहनु होला। चले कहीं उड़ के हम चले कहीं, आसमां इश्क है ख्वाहिशों सा खुला है, मुझको छू गया एक एहसास अनछुआ जैसे कोई नशा। हामी आएको ठाउँ यो ठाउँबाट हामी आउँथ्यौँ। यहाँबाट यो हाम्रो रह्यो सदबाज चौराहा, त्यहाँबाट भएर हामी यो ताबाट भएर अहिले हामी यो ठाउँमा आइपुगेका छौँ। भाइ उता उभिया छ। अहिले हामी सर्टकट बाटो भएर आउन लागेका छौँ। मल्ली रोड छाडेर बिचको सर्टकट यो गल्ली भएर सिधा तल्लो रोडमा जोडिन्छ। कहाँ लामो रोड हिँड्ने ढिला पनि भइसक्यो होला। जहाँ सुरु भयो कि क्या सिधा म मल्ली रोड छोडेर मल्ली गोरखोला छोडेर तल्ली गोरखोला जोड्ने बाटो अगाडि मेन रोड आइसक्यो। यो रहेछ मेन रोड। अहिले आउन लागेको छ पछाडि। अघिसम्म ओह्रालो बाटो थियो, अब उकालो बाटो स्टार्ट हो। पछाडि कति ओह्रालो छ, त्यहाँबाट यहाँ पुग्यो। अब यहाँबाट माथि मन्दिरमा पुग्नु अझ छ टाइम, 20-25 मिनट जति लाग्छ। म हजुरलाई देखाउँछु कुन बाटो जाने भनेर। माथि हेर्नुहोस् त, यहाँ गाडी लागेको छ नि यो ठाउँमा। यो ठाउँबाट यस्तो यहाँबाट घुमेर त्यसको ठिक्क पछाडितिर कहाँतिर भन्ने मन्दिर भनिरहेको थियो भाइले। मलाई चाहिँ थाहा भएन, पहिलोचोटि आएको है, मलाई थाहा भएन। अरू मान्छे यताबाट सर्टकट हानिरहेछ। यी यता देख्न सक्नुहुन्छ यो पोइन्टबाट, त्यहाँबाट सर्टकट हानी हिँडिरहेछन्। मेन बाटो चाहिँ यो, यसमा जुन गाडी लगाएको छ नि त्यो मेन बाटो। गाडीहरू हेर्नुहोस् त कति आछ। यसको ठिक्क यो पछाडि चाहिँ देवमानको मन्दिर रहेको छ, त्यहाँ मेन जात नि ठाउँ। ल हामी फेरि मेन रोडलाई छोडेर अझ हामी सर्टकट बाटो भनेर यता बिच जङ्गल भएर जान लाग्छ। मेन बाटो ऊ तल रहेछ, यता छ मेन बाटो। यो रहेछ देवमानको बस पार्क। माथि हामीले यो लाइन भएर यस्तो घुम्दै यसको पछाडितिर छ कहाँ मन्दिर, त्यहाँ पुग्नुपर्ने। फेरि मेन रोडलाई छोडेर यता सर्टकट बाटो भएर जान लाग्छौँ। मेन रोडबाट गयो अझै आधा घन्टा जति लाग्छ। त्यही भएर सर्टकट बाटोतिर लागेका छौँ। उचाइ चाहिँ धेरै छ है, सास लाग्न लाग्छ। बिस्तारै तिमीलाई हेर्दै रेलीमै बिताउँला जीवन। कालो केसमा अब मन्दिरमा पुगेर भेटौँला है। यस्तो कालो छ, यसमा काम मोबाइलमा मात्र हिँड्न जस्तो हुँदैन। अब मन्दिरमा पुगेर हामी भेटौँला है गाइस। हाम्रो घर यो पोइन्टमा रहेछ अगाडि, यहाँलाई चाहिँ हाम्रो घर छ। त्यहाँबाट हुँदै यस्तो कहाँ हुँदै यहाँ पुगेको छ। यो बस पार्क हो, यहाँको बस पार्क। मन्दिरसम्म पुग्ने मेन बाटो चाहिँ यो रहेको छ। हामी सर्टकट भएर जान लाग्छ। यो बाटो भएर भाइ अगाडि पुगिसक्यो त हिँड फेरि। Hold me close till I get up. Time is barely on our
inside. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. फाइनल्ली डेमाडको जाँच पुगेको छ। यताको भिड हेर्नुहोस् त, पछाडि हेर्नुहोस्। यहाँको मान्छेहरू हेर्नुहोस् त, यस्तो छ डेमाडको जात। छन् मान्छे टन्नै छन्। ऊ माथि हेर्नु, घरको छानामा पुरा चोकमा सब भरिएको छ। अहिले भर्खरै पुग्यो, जात चाहिँ सुरु भएको छैन कि अब हुन्छ। रङ्गा घाट्नु चाहिँ अब सुरु हुन्छ जस्तो लाग्यो मलाई, भएको छैन। कृषक राउन्ड यस्तो छ यहाँको भिड। म तपाईँहरूलाई यहाँको दृश्य देखाउँछु, हेर्नु होला कस्तो लाग्छ। भिड हेर्नुहोस् र कतिजना छ। ऊ हेर्नु, मन्दिर चाहिँ यता छ, खास मन्दिर यता रहेको छ हाम्रो डेमाडको मन्दिर। यो मन्दिर हो। अनि यहाँ चाहिँ दर्शकहरू अब यता डेमाडो चाहिँ रङ्गा काट्ने स्टार्ट भइरहेछ, त्यही भएर हामी माथितिर गइरहेको छौँ। यो मन्दिरको गेट रहेको छ, श्री निङ्ला सैनी भगवती मन्दिर। पारिन तुई कहाँ जानु पर्यो? ट्याम्पे झडुन नभ एकदम मुन्टाइन पढाउनु। काटेको भए जसले आफ्नो ल्यान आफ्नो आफ्नो काट्यान कि जसले हाने हुन्छ काट्टे मान्छे हुने फर्स्ट त आफू तपाईँहरू कतना कतना समावेट गरिदिएर भन्ने भन्ने छ और शाला मुझे तो ना ये मर गया पुला तो पारी हो गया पुला
yellow key. Also ल्याउँदैन रहेछ अहिले गाइज हामी देवमाणको मन्दिरमा आएको छौँ यो पछाडिको हाम्रो देवमाणको मन्दिर हो अनि त्यो रङ्गा काट्ने प्रोग्राम चाहिँ सिद्धिएको थियो सक्यो अहिले त्यही भएर हामी माथि मन्दिरतिर आएको छौँ यो पछाडिको रहेको छ हाम्रो देवमाणको मन्दिर अहिले जुन भूमि हामी टेकिरहेको छौँ यो हाम्रो देवमाणको मन्दिर यता देख्न सक्नुहुन्छ यो रहेको छ हेलो गाइज अहिले हामी फर्किन लाग्छौँ अलि तल पुगेका छौँ यहाँबाट चाहिँ हामीले जानुपर्ने ठाउँ अझै धेरै छ म तपाईँलाई देखाउँछु यहाँबाट हामीले पुग्नुपर्ने ठाउँ कुन रहेको छ भनेर हामीले पुग्नुपर्ने ठाउँ चाहिँ यहाँ रहेको छ यता यो छ नि यहाँनिर यो घरदेखि चाहिँ यताको गाउँ यहाँ यो ठाउँमा पुग्नुपर्ने छ अहिले हामी चाहिँ यतै छौँ ल त गाइज अहिले हामी फर्किन लाग्छौँ तपाईँहरूलाई कस्तो लाग्यो देवमाणको जात प्लिज कमेन्ट गर्नु होला अनि प्लिज लाइक कमेन्ट अनि सेयर गरिदिनु होला अहिले चाहिँ हामी रिटर्न गइरहेको छौँ देवमाणको मन्दिरबाट हामी चाहिँ अहिले तेस्रो मोडनिर पुगेका छौँ उहाँबाट हिँड्दै बिस्तारै गर्दै घर जानुपर्छ भ्लग चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला आजलाई यति नै गरौँ अरू ब्लग बिस्तारै आउँदै गर्छ एन्ड थ्याङ्क यू फर वाचिङ किप लभिङ किप सपोर्टिङ थ्याङ्क यू गाइज थ्याङ्क यू बाई 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 गाइज